हेलो गाइज, वेलकम टू माई ब्लग। आएर है हामी चाहिँ कहाँ छौँ? त्रिवेणी साइड आएको छ। यहाँ चाहिँ कति राम्रो भ्यू छ, हेर्नु त कस्तो राम्रो देखेछ। फेरि यस्तो छ, कस्तो राम्रो। बोर्डरनिर पुगिसकेछु। यहाँनिर मलाई चाहिँ कस्तो वाक आएर आउने बेलामा कस्तो गाह्रो भयो। पानी मेरो उसमा खस्छ होला। चाहिँ मेरो बहिनीहरू पछाडि छन्, अझै खै के गरिरहेछन्। गाडीमा आउँदा आउँदा कस्तो वाक लागेर मलाई त फेरि कस्तो गाह्रो। यता हेरिदेऊ, यता हेर त के गरेछौ? पानी यहाँ चाहिँ भिडियो भइरहेछ, भिडियो चालु बनेन तिमीहरूको भिडियो अझै? यता हेरिदेऊ त। आजको पुल हो यो चाहिँ, त्रिवेणी र के गरे हाम्रो यहाँ नेपाल। यता चाहिँ नेपाल हो अनि यता नेपालबाट अब इन्डिया जान लाग्छौँ। इन्डिया चाहिँ वहाँ अलिकति यहाँबाट चाहिँ हिँड्नलाई चाहिँ 10 मिनट जति लाग्छ। कस्तो राम्रो ठाउँ छ, यहाँ फोटो खिच्न भिडियो बनाउनु चाहिँ बेसी नै राम्रो छ। कति बेला पुग्ने हो, बल्ल यहाँ पुगेछौँ। मेरो छोरा चाहिँ आज कति खुसी भइरहेछ हो। एकजना यहाँनिर भरिया छ, एकजना उहाँ आफ्नो छोरी लिएर, म चाहिँ आफ्नो छोरा। बेस्ता नि खुसी भएको छ मेरो छोरा त। हेर्नु त कति खुसी भएको। यता चाहिँ मेरो छोरा कति खुसी भइरहेछ, कति हामी चाहिँ यहाँ बोर्डरमा पुग्यौँ। के गरे इन्डिया बोर्डरमा चाहिँ इन्डिया बोर्डर पुगेछौँ हामी बल्ल। त्यो सामान चेक गर्न जानु भनेको छ। हामी त्यो सामान चेक गर्न जाँदैछौँ। अब यतातिर सेम यता हो कि यता कता जाने हो र? कहाँ हो र चेक गर्न जाने? यहीँनिर हो सामान चेक गर्ने। सामान चेक कि भित्र जाने हो र? थाहा छैन। बोर्डरमा चाहिँ के भएर त्यहाँ चेकिङ गर्न पर्ने रे। चेकिङ गरेर भयो रे। अनि त्यहाँबाट फेरि पछिबाट त्यहाँनिर गएर पनि त्यहाँ नागरिकता देखाउनु पर्ने रे। कति झन्झट गर्दा गर्दा अँध्यारै हुन लागिसक्यो। अहिले बल्ल एक्सेप्ट भएर अनि चारे अहिले चाहिँ बल्ल जान लाग्छौँ हामी चाहिँ। अटोमा बस्यौँ। यहाँ चाहिँ मेरो बाबु कोले यहाँ चाहिँ जङ्गल हामी गाइस किन